दर्शक नमस्ते गाइस, के छ हाल खबर तपाईहरुको? सन्चै आरामै हुनुहुन्छ? आज चाहिँ ल बाल्टी साल्टी बुढीसँग कपडा सपडा लगाएर राप्ती खोलामा जाँदैछौँ भाइ। यसो कपडा धुन। आज कति गते बुढी? 13 13 कि 14 यार, अहिले एकछिनपछि भनौँला है। ल हाम्रो गाउँको बाटो यो, हाम्रो घर चाहिँ तलपट्टि हो। यता यता यस्तो यस्तो घर बनाछन् बगालहरूले। ठिक छ ठिक छ, पहिला हाम्रो स्कुल पनि देखाउँछ है। ल हेर्नु हाम्रो स्कुल हो यो हो श्री सरस्वती महावि विद्यालय सेकेन्डरी बाङ्गेसाल, वडा नम्बर 1 मा पर्छ है। 1 मा पर्छ। यो चाहिँ यो हाम्रो ग्राउन्ड हो। भलक बना 12 सम्म छ यहाँ। खेलकुदहरू सबै तपाईँको फुटबल, क्रिकेट, बास्केट, भलिबल सबै खेल्छन्। अनि यहाँ होस्टेल पनि बस्छन् आजकल। बल्ल मैले हिजो अस्ति बल्ल थाहा पाएको। यो चाहिँ हाम्रो ग्राउन्ड हो। ग्राउन्ड अब यहाँ अब यो चुनावको 21 गते छ भनेपछि तपाईँको कि अगाडि कि पछाडितिर हुन्छ होला म्याच। तपाईँको म्याच पनि देखाउन सक्छु म भएछु भने यहाँ घरमै है। बुढीले म्याच वाइ वाइ चेउचो दुइटा ल्याए खोलामा चट्ट बसेर खाने। वाइ वाइ भात खाना त फेरि चेउचो खाने बानी लाग्यो क्या यहाँ त। के गर्ने, यस्तै हो गाउँघरको बाटो घाटो गाउँघर। तपाईँलाई म राप्ती खोलामा आज बल्छी खेलेको पनि देखाउँछु है। बुढी समात्दैछ म बल्छी खेलेको। उयो उतै एउटा विदेशबाट ल्याएको छ बल्छी। अस्ति एकचोटि गएको थियो, त्यो भिडियो चाहिँ बनाएन मैले होइन। किन बनाएन भनेपछि त्यो खासै खेल्न पनि जान्ने थिएन पहिलोचोटि है। कसरी फाल्छन् कसरी के घुमाउँछन् अनि खासै थाहा छैन। अलिअलि सिकेको अहिले म देखाउँछु तपाईँहरूलाई। यो हाम्रो हो कि त्यस्तो अप्ठ्यारो छैन कि हाम्रो यो प्युठानको बाङ्गेसाल ठाउँ एकदम राम्रो, एकदम सम्म जताकतै घर सर बनाएर झपक्कै बाहन। पहिला तपाईँको 40 कति घर थियो, अहिले 60-80 घर छ अहिले। यही छ ग्राउन्ड। यहाँदेखि चाहिँ तपाईँलाई म देखाउँछु यता। यहाँदेखि चाहिँ बल्ल यता तल जाने बाटोहरू छ। ल हेर्नु, त्यो धेरै त्यति अप्ठ्यारो पनि छैन। फेरि टक्क मोटर बाटो अनि यता मान्छे हिँड्ने बाटो। तल खोला छ, यहाँ तल खेतहरू छ है। योदेखि माथि टक्क त्यति ओह्रालो भिरालो पनि छैन है। यस्तै हो, के गर्ने। तपाईँहरूलाई मैले अलिक खोला पनि देखाउँछु, हाम्रो राप्ती खोला सर र बल्छी खेलेको है। कपडा धुवाएको बुढाबुढीको गफहरू गाउँघरको। अब कतिपय विदेशमा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, आफ्नो गाउँघर कति मिस गर्नुहुन्छ है, त्यो मलाई थाहा छ। केही छैन, तपाईँहरूलाई म देखाउँछु है। पछाडि एउटा भिडियो बनाउँदैछु मैले बुढीको डोको बोकेर गाउँघरमा। ल हेर्न सक्नुहुन्छ यहाँ यस्तो छ खेतको हालत। यस्तै हो गाउँघरमा। ल गाइस, यही हो खोला। हाम्रो घर चाहिँ त्यहाँ माथि छ, देख्न देखाएँ नि मेरो घर तपाईँहरूलाई। अब यो राप्ती खोला फेरि यो फेरि एउटा मात्रै है। यो एउटा मात्रै, एउटा फेरि उतापट्टि छ। यो ट्याक्कै यो ढिक छ नि, यो ढिकदेखि पारिपट्टि यस्तरी आएको छ यो चाहिँ है। ए कपडा त अब के गर्नु, एक ढोका बोकेरै आएको है। मान्छे बसिरहेको यही हो गाइस है साथीभाइ, यही हो है राप्ती खोलो। यसको टक्क दुईवटा डबल बोकेको छ, एउटा उता छ एउटा यता छ। यही हो। बुढीले अब यहाँ कपडा सरफ बालै भिजाउँदैछ। के पुऱ्याइदिनु बुढी? सरफ त्यो डोकोमा छ है त। के भन्छु ल गाइस, आज पनि टिकटक पसेर यो राप्तीमा केटाले आधा घन्टा भइसक्यो। त्यहाँ
फेसर फेसर पारेकै छन्। एकतिरको खुट्टा एकतिरको पाङ्ग्रा डुबाइसक्यो। अब निस्किन मुस्किल छ। यो ट्र्याक्टरै बोलाउनु पर्छ है। ल हामी चाहिँ कपडा सपडा धोएर चट्ट डोकोमा राखेर अब जान लाग्यो है। माछा परेन। यता हुनुहुन्छ हाम्रो म्याडम। ल अब हामी निस्केको है। ल